काँक्रा फलेको, इस्कुसको मुन्टा फलेको, आफ्नै बारीको अर्ग्यानिक साउन महिनाभरि आफ्नै बारीको खाइरहेछ। लट्टेको साग, इस्कुसको मुन्टा, काँक्रा, साउनको व्रत आफूले लाएको फलफुल खाएर, सब्जी खाएर सकिनु आँट्यो। काँक्रा फलेको, इस्कुसको मुन्टा फलेको, आफ्नै बारीको अर्ग्यानिक साउन महिनाभरि आफ्नै बारीको खाइरहेछ। लट्टेको साग, इस्कुसको मुन्टा, काँक्रा, साउनको व्रत आफूले लाएको फलफुल खाएर, सब्जी खाएर सकिनु आँट्यो। नमस्ते। मेरो हेर्नु नि कत्रो फलेको के काँक्रा। यो इस्कुसको मुन्टा चाहिँ खानुसम्मै खायो यसपालि। यो काँक्रा हेर्नु काँक्रा कत्रो छ। यत्रो के भाइ कति मेरो हातले त एक हात ठ्याक्क। हेर्नु त यहाँ यस्तो फल्यो मैले रोपेको काँक्रा। गरे के हुँदैन भन्थे उहिलेको बुढापाकाले। हुँदो रहेछ त हेर्नु नि।